शुरू करते हैं। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल विथ न्यू डे विथ न्यू ब्लग। आज चाहिँ फेरि आइसकेको छौँ। आज हाम्रो कलेजमा चाहिँ स्पोर्ट मिट स्टार्ट भइसकेको छ र आजदेखि हाम्रो लगातार ब्लग आउन सक्छ। हजुरहरूले चाहिँ हेर्न चाहिँ नबिर्सिनु होला। हेलो आज हाम्रो आज हाम्रो स्पोर्ट मिट रहेको छ। हामी चाहिँ स्टार ग्रुप हो। आज चाहिँ हामीले जित्ने, हामी एउटा न एउटा गेम त जित्छ भने धेरै नजिते पनि कहिले नदुगुरेको रनिङ यिनीहरूले दुगुरेछ। अरे कौन भौंक रहा है ये बदतमीज? फाइनली हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइसकेको छौँ। यो ठाउँमा चाहिँ हाम्रो स्पोर्टहरू चाहिँ हुन्छ। आज भनेको चाहिँ हाम्रो फुटबल, ट्रेड एन्ड निडल र स्पोर्ट रेस रहेको छ। अब कसले जित्छ, 4वटा हाउस डिभाइड छ, कसले जित्छ भन्ने कुरा हो। एकछिनमा देखाइहाल्छु। त्यही पनि दुर्गा दिदीको बुढाले आज त यस्तो रामी भएर हिँडिरहन् कोही कोही मान्छेहरू। भन हजुर के प्रतिभाको 2010 मा हो भेनाजुले किन्देको भावनाको भ्लगमा सबैलाई स्वागत छ। भावनालाई लाइक फलो सब्स्क्राइब गर्नु होला। हामीले नि फलो गरिदिनु हेलो लाइक एन्ड सब्स्क्राइब टु भावना च्यानल बिएससी ब्लग। हाम्रो चाहिँ आम्दाको नै स्टाफ दिदी अनि कि सबैसे सिनियर यस्तो रमाइलो हुनुहुन्छ। अब बोल न त। एकछिनमा है हाम्रो कस्तो गेम हुन्छ भन्ने कुरा चाहिँ मैले एकछिनमा देखाएँ। यिनीहरूकै देखाएर फाइनली हाम्रो चाहिँ चटपट आइसकेको छ र अहिले चाहिँ हामी चटपट खाएर ऊ पनि छ अनि माया अनि अरू साथीहरू चाहिँ उता छन्। अहिले चाहिँ हामी के गरेर आएको भन्दा नास्ता खाएर आएको। गेम जितेर भन्दा नि फाइनलमा पुग्यो। सेमी फाइनलमा, अब फाइनलमा अब के हुन्छ थाहा छैन। हेर्नुहोस् अब पछाडि अहिले पनि लुक न। म एउटा यस्तो जन्तुलाई देखाउँछु, त्यसलाई मानव भन्ने कि दानव भन्ने। यो हो मानव हो कि दानव हो कि मानव हो। यसलाई आउन भन्छ, यसलाई मानव नभनौँ, यसलाई दानव भनौँ। दानव भनेको के हो मलाई थाहा छैन। हजुरलाई थाहा भने कमेन्ट गर्न सक्नुहुन्छ ल। खै त हुटिङ देऊ न स्टारको लागि। हामी चाहिँ सेकेन्ड आएको छौँ है। केमा भन्दाखेरि स्पोर्ट रेसमा जित्ने भनेको सदिक्षा राणा। अनि यहाँ चाहिँ बोइजको स्पोर्ट रेस हुँदैछ। अब कसले जित्छ है? मेबी स्टारले जित्न सक्छ। जाऊ भाइ जाऊ, जानु।
मेन लिड गर्ने हाम्रो भेनाले दिएको चस्मा कता हराएछ अहिले त एकछिनमा फेरि आउँछ होला कि कसो ल रतौली भन्नु त दिदी ल ल भन्न ल आज त बुहारी आउँथे सासूलाई बोकेर डुलाउँथे आज त बुहारी आउँछ सासूलाई ल ल हिजोसम्म थियो छोरा कमाउने भोलि आउँथे एटिएम समाउने त कुन आउँछ कसले जित्यो भन् कसले जित्यो भन् स्टार अर्थले हामी मर्ज भएर खेलेको थियो हामीले जित्यो है त फुटबलमा तर अब फाइनल हुन बाँकी छ अझै अहिले चाहिँ हाम्रो पेनाल्टी हुँदैछ यो कुन आउँछ अरे अर्थ र सनको चाहिँ हुँदैछ है ल ल ल आउट गएको छ आउट गयो कि गोल गयो आउट होइन अब फेरि अब फेरि हार्न लाग्नु भएको छ कसले हो आइसाले हो आइसा 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 छेकिदियो है अर्थ र सनको पेनाल्टी परेको थियो यसमा चाहिँ अर्थले जितेको छ मन्दिरवाला हेड अर्को चाहिँ भैमा छोडिदिनु है के पर्यो लास्टमा आएर कोइनमा हारेको छ फाइनली हामी चाहिँ घर जान लाग्यो है अब चाहिँ हाम्रो स्पोर्ट सकेर एकछिनमा अब हामी घर जान्छौँ के भयो भने चाहिँ आज हाम्रो स्पोर्ट रेस अनि थ्रेड एन्ड निडल रेस भएको थियो अनि लास्टमा फुटबल बोइज एन्ड गर्ल्स चाहिँ दुइटैको भएको थियो बोइजमा चाहिँ कसले जित्यो बिर्स्यो है मुनले हो क्या जितेको अनि गर्ल्सको चाहिँ हामी स्टारको र अर्थको चाहिँ सेमी फाइनलमा पुगेको हो अनि भोलि चाहिँ आज चाहिँ भएन है हल्का टाइम नपुगेर अब भोलि चाहिँ हाम्रो फाइनल हुन्छ कसले जित्छ त्यो चाहिँ भोलि नेक्स्ट मदर ब्लगमा आउँछ आज चाहिँ यति नै हो यस्तो दामी यसलाई म केही भन्दिनँ यसलाई इक्कु भन्छु मैले यस्तो देखेको थिएँ तिम्रो जवान त्यस्तै छ कुछ ज्यादा नहीं हो गया
मतलब कुछ भी What? ल टुलु बे ल ये क्या है यस्तो यस्तो केटीहरू छ यहाँ के भन्नु बाई के भनेको कति हरामी हो ओ माई गड ल थ्याङ्क यू फर वाचिङ बाई बाई गाइज मैले ब्लगिङ गरेँ मैले हजुर यदि नयाँ हुनुहुन्छ भनेपछि सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला अनि बेल आइकनलाई अलमा थिच्न चाहिँ नबिर्सिनु होला कोही छैन के भन्नु अब के भन्दिनँ आजको भ्लग चाहिँ यतै इन्ड गरिदिन्छु हस् त धन्यवाद सबैले मनोरञ्जन लिएको बाई